नमस्ते साथीहरू, हजुरहरूलाई मेरो च्यानलमा स्वागत छ। आज चाहिँ मैले बन्दाको पकौडा बनाएर खाएको छु। त्यसको लागि चाहिँ मैले काटेको बन्दा, हरियो खुर्सानी, हरियो धनियाँ र अदुवा लिएको छु र त्यसमा मैले मसलाहरू एड गरेको छु। त्यसपछि मैले यसलाई राम्रोसँग मिक्स गर्छु। यसलाई चाहिँ मैले मिक्स गर्दै गइसकेपछि यसलाई अब म 10 मिनेट जति छोपेर राखिदिन्छु। यसलाई 10 मिनेट छोपेर राखिसकेर झिकिसकेपछि बन्दामा पानी नआएको कारणले गर्दा मैले चाहिँ यसमा अब आलु एड गर्छु। आलु राखेर अब मैले यसलाई राम्रोसँग मोल्छु। त्यसपछि मैले यसमा अब 1 चम्चा जति बेसनको पिठो राखेको छु। त्यसपछि मैले 1 चम्चा जति चामलको पिठो पनि राखेको छु। र मैले यो दुवै राखेर मजाले मोल्छु। त्यसपछि अलिअलि पानी गर्दै यसलाई फेरि मुस्छु र पकौडा बनाउनका लागि हाम्रो सामग्रीहरू रेडी भइसक्यो र मैले एउटा कराईमा तेल तताएको छु। त्यसपछि म पकौडा बनाउन सुरु गर्छु। यो चिसो मौसममा मिठो पकौडा बनाएर खानको मजा नै छुट्टै हुन्छ। हजुरहरूले पनि एकचोटि ट्राई गर्नुहोला। हाम्रो चाहिँ पकौडा रेडी भइसकेको छ। Thank you so much for watching my channel.